हुस्सु लाएर केही पनि देखाएको छैन। उता टाढाबाट हेर्नु त गाडी आइरहेछ। ओके, गुड मर्निङ एभ्रिबडी एन्ड वेलकम टु माई ब्लग। 9:18 गयो अनि आज निस्किन लागेको यसो हामी वान नाइट स्टेको हिसाबले दोलखा जिल्लाको सैलुङ भन्ने ठाउँमा जाँदैछौँ हामी चाहिँ। 10:12 गयो। हामी चाहिँ अब लागिसक्यो आफ्नो यात्रातिर। एकदम घाम लागेको अवस्था छ, बट बाटोमा पानी पनि पर्न सक्छ, कुनै ठेगान छैन। साइडमा चाहिँ छ जाकारान्डा। ट्राफिक छ शनिबार भए पनि। मैले साथीलाई भेटिसकेको छु, सोचेको छ हामीले चाहिँ टन्ना खाना खाएर निस्किसक्यौँ। अब हामीलाई बाटोमा त्यस्तो रोकिनुपर्ने अवस्था छैन, हामी कन्टिन्यू हुने जान्छौँ। ग्वार्को फ्लाइओभर चाहिँ यही हो। पहिला नत्र कम जाम बस्नु पर्थ्यो त, अहिले यो भएपछि चाहिँ एकदम हामीलाई एकदम पारी पुग्न एकदम सजिलो भएको छ क्या। तल पुरै जाममा बसिरहेको छ मान्छेहरू, तर हामी चाहिँ आरामले नै माथि जाँदैछौँ। यो बनाउनलाई धेरै समय लाग्यो है। यो पनि ठिकै लाग्यो। यो भने सुरुमा फेरि स्टार्ट गरेर फेरि के मिलेको छैन भनेर भत्काएर फेरि बनायो नि। यो बनिसकेको 2 वर्ष यिनीहरू दुईचोटि शासन गऱ्यो भने सबै बन्ने कुराहरू 10 वर्षभित्रमा सबै रेडी भइसक्यो। बनाउँछ यिनीहरूले चाहिँ बनाउँछ। यो जाम चाहिँ अति रेड लाइटै बलिसकेको रहेछ। बलिसक्यो यहाँबाट त्यहाँ जाँदै रेड लाइट बल्छ 156 सेकेन्ड। आम्मामा आज त के हो यार, रेड लाइटमा बस्दै नै दिन बित्ला जस्तो छ। यो असारमा नयाँ बजेट पास हुन्छ नि, सुरु हुन्छ होइन। यो बाटो चाहिँ यस्तै छ। ओहो, के हो यसलाई, कहाँ जानु हतार तट। पानी पऱ्यो भने हिलो हुन्छ, अनि घाम लाग्यो भने धुलो। हो, ठुल्ठुलो गाडीहरू आयो भने चाहिँ लास्टै धुलो खुवाउँछ क्या। त्यही भएर धुलीखेलको बाटो नजाने, हामी भित्रबाटै जानुपर्छ। यस्तो धुलो खा। तल अर्को बाटो खोला छैन। ऊ त्यो माथि झुलुङ्गे पुल छ, अनि साइडको साँगा। मन्दिर जाने हो त्यहाँबाट, सिधै मन्दिर नि, त्यहाँबाट हिँडेर जानुपर्छ। फेरि बनेवा पुग्यो, 11:03 गयो। अब हामी यहाँबाट सिधै जाँदैनौँ, अनि हामी एउटा अल्टरनेट बाटो लिन्छौँ। त्यो बाटो आनन्द छ, पिच पनि छ अनि शान्त पनि छ क्या। यो त लास्टै धुलो उड्यो यार। यहाँबाट लेफ्टतिरबाट राइटतिरबाट गयो भने पनौती, सिधै गयो भने धुलीखेल, राइटतिर गयो भने पनौती। यहाँबाट पनौती हो। हामी चाहिँ यताबाट गइदिन्छौँ। हामी यताबाट जान्थ्यौँ, तर हामी यताबाट जान्छौँ किनभने यो बाटो शान्त अनि राम्रो छ क्या। यो त काभ्रे सानो छ तर राम्रो छ यो बाटो। हामी यहाँबाट सिधै 5 खाल निस्किन्छौँ। यहाँबाट दुईवटा बाटो आउँछ छुट्टिने। 5 खाल यो होइन, यहाँ तल 5 खाल निस्किने हो। हामी 5 खाल चाहिँ निस्किने चाहिँ हो। यता पनि भ्याली, यता पनि भ्याली, बिचमा डाँडामा चाहिँ हामी। मैले भने मात्रै थियो, अब नेक्स्ट टाइम आउँदा चाहिँ यो बाटो पिच हुन्छ होला भनेको, नभन्दा यो बाटो चाहिँ पिच भइसक्यो। अस्ति भयो चुनावमा त आगोमा धेरै भएको नै छैन। फागुन 21 गते मैले भने मात्रै थियो, नत्र यो बाटो कस्तो हुन्थ्यो। अब चाहिँ अफ रोड स्टार्ट भयो, तर धेरै छैन। अब चाहिँ सबै अफ रोडै छ क्या। अहिले त तँलाई यो बाटो उताको भन्दा त ठिकै छ नि होइन, धुलोसुलो खानुभन्दा त आनन्द पनि छ। नत्र हामी यहाँ निस्किन्थ्यो क्या यताबाट राइटबाट। अन्त राइटबाट गइस् भने धुलीखेल निस्किन्छ। मेन हाइवे नै हो नि त यो, अरण्यको हाइवे। त्यो हामी धुलीखेलबाट आएको भए त्यो बाटो आउँथ्यो क्या, उताबाट धुलो खाँदै। यतिखेर हामी सेतै हुन्थ्यौँ। सेतै त हामी जसरी पनि हुन्छौँ। यो पनि ठुलो रहेछ है। तर लास्ट गर्मी छ यो ठाउँ फेरि।
अब यहाँ पछि नेक्स्ट स्पट भनेको दोलाल घाट हो। यो पाँचखाल बजार एकदम राम्रो बजार। यहाँ चाहिँ हामीले स्पिड मेन्टेन गर्नै पर्छ राम्ररी। यहाँ त हामी 100 हान्थ्यौँ पाँचखाल बजारमा। मेरो साथी डराइसकेको छ म देखेर। नर्मल हो 100 जान्छ यहाँ। अहिले तल त्यो सुकुटे निस्केपछि त्यहाँ पनि दामी छ। अहिले तल सुकुटे निस्केपछि त्यहाँ पनि बाटो राम्रो छ क्या। त्यहाँ पनि 85, 90, 100 मजाले जान्छ। त्यसो भए त 100 हान्नै पर्यो। हामी दोलाल घाट पुगिसक्यौँ अनि अहिले ठ्याक्कै 12 बजेको छ। एकदम 12 बजेको मन्द घाममा हामी चाहिँ ट्राभल गर्दा गर्दै हामी दोलाल घाट आइसकेका छौँ। बाटोहरू एकदम राम्रै छ तर गर्मी चाहिँ एकदम बबाल नै छ है। अब एकैछिनमा हामी दोलाल घाटको पुलतिर पुग्छौँ। तपाईँहरूलाई हामी अवश्य देखाउनेछौँ दोलाल घाटको पुल कस्तो रहेछ भनेर। देखिसक्नु भएको होला, तै पनि फेरि हेर्नुहोस् है त। ल यो चाहिँ हो दोलाल घाट पुल। अनि यहाँ तलको खोला हो इन्द्रावती खोला। यहाँ पहिला पिकनिकहरू टन्नै आउँथ्यो क्या। यो दोलाल घाटको यो तल इन्द्रावती खोला, सप्तकोशीमा मिसिने खोला यो पनि हो, वान अफ द खोला। अब यो चाहिँ बोर्डर हो क्या काभ्रे र सिन्धुपाल्चोकको। अब यो गेट कटेपछि हामी सिन्धुपाल्चोक आयौँ। यताबाट लेफ्टबाट गयो भने चाहिँ चौतारा पुग्छ। सिन्धुपाल्चोकको चौतारा पुग्छ। ल वेलकम टु सिन्धुपाल्चोक। काभ्रे जिल्लालाई पनि हामीले पार गऱ्यौँ। अब सिन्धुपाल्चोकलाई पार गरेपछि चाहिँ त्यहाँ छ दोलाल घाटको पुल। हामी अलमोस्ट सुकुरी बिचतिर आइसकेको छौँ। ल यो चाहिँ खाडी चौर भन्ने ठाउँ हो होइन। यो चाहिँ पहिला जस्तै चाइनामा त्यो पहिला थियो नि त चाइनाको खासा मार्केट। मान्छेहरू त्यहाँ जान सकेन भने मान्छे यहाँसम्म सामान किन्न आउँथ्यो क्या पहिला चाहिँ। अब सिधै गयो भने चाहिँ चाइना पुग्छ होइन। हामी चाहिँ अब यो पुल क्रस गरेर जान्छौँ क्या पारी। यो सिन्धुपाल्चोक होइन, यो पनि सिन्धुपाल्चोक हो। अनि उता पारी गयो भने सिन्धुपाल्चोक हो। सिन्धुपाल्चोक धेरै ठुलो छ। सिन्धुपाल्चोक माथि मुडे भन्ने ठाउँसम्म सिन्धुपाल्चोक हो। यहाँ चाहिँ पुरै चाइनिज सामानहरू पाइन्छ। चाइनिज करेन्ट, चाइनिज सबै चाइनिज सामान पाउँछ क्या यहाँ। रेडबुल पनि चाइनिज, सबै चाइनिज। मान्छे मात्रै नेपाली हो यहाँ। ल चाइनाको सामान चाइनिजहरू नै आउँछ यहाँ ऱ्यापिङ गरेर। खोइ थाहा छैन अब। प्लेन चढेर आउनुपर्छ होइन अहिले त बन्द छ त्यहाँ। अहिले बाटो त्यो अहिलेसम्म नै राम्ररी खुलेको छैन नि त। पहिला चाहिँ आउँथ्यो चाइनिजहरू टन्नै आउँथ्यो त्यहाँ। यो चाहिँ हो डाँडा पाखर भन्ने ठाउँ। अनि साथीलाई एकदम भ्यू दामी लागेको छ यहाँको। सो ऊ चाहिँ भ्यूको मजा लिन गइरहेको छ। साँच्चै पनि एकदम राम्रो छ यहाँको भ्यू। नेपाल अति राम्रो छ, धेरै धेरै राम्रो। हाम्रो नेपाल राम्रो नेपाल। यो हो डाँडा पाखर। दामी चाहिँ दामी ठाउँ। चारैतिर घरै घर, बस्ती नै बस्ती, डाँडा डाँडा। त्यहाँ बाटो रहेछ नि। त्यहाँ हेर्नु कस्तो दामी बाटो रहेछ कि होइन। त्यहाँ पुग्नु पर्दैन हामी अब यहाँबाट त्यो डाँडातिर पर्छ मुडे। त्यहाँबाट हामी यताको साइडमा पर्छ क्या हामी। 12 बजे नि बादल लाग्दो रहेछ लागिहाल्छ नि। हामी चाहिँ पुग्यो मुडे बजार। अनि मुडे चाहिँ जहिले पनि रमाइलो, एकदम चिसो वरिपरिको वेदर चाहिँ एकदम दामी छ। अनि डाँडा काँडाहरू पुरै हरियाली भएको अवस्था छ। मेरो साथीलाई एकदम मन पर्यो यो ठाउँ। सो मलाई पनि त अभियसली मन पर्यो। अब हामी चाहिँ यहाँबाट राइटतिर लाग्छौँ। यो सिधैको बाटो चाहिँ उता जान्छ चरीकोट जिरी होइन। अनि तराई निस्किने बाटो छ यताबाट। यताबाट नि हामी सैलुङ जानला हो। बागखोरको बजार आइपुग्यो हामी। अब यहाँ हामी केही रेनकोट पाउँछ कि हामी एउटा चाहिँ यस्तो रेनकोटको व्यवस्था गर्छौँ, किनभने बारिस धेरै होला जस्तो लागिरहेछ मलाई। ल बागखोरको बजार एकदम राम्रो बजार, प्यारो बजार।
ल बागखोरका कोही हुनुहुन्छ भने हामी हाई भन्न चाहन्छौँ। 100 मिटर पछि टर्न राइट। यहाँ रेनकोट हेर्नु है, यहाँ पाउँछ ल। हो यहाँ छ ल, हामी रेनकोट किन्छौँ यहाँ। कति पर्छ तिमी हो? $100, 150, 200 कति लिन्छ होला। कति हो यो रेनकोट? रेनकोटको यो नर्मल प्लास्टिकवाला? यसो मिलाएर गरिदिनु न। कुन लाउँछस्? ए कुन लाउँछस्? यो लाउँछस् कि यो लाउँछस्? वन टाइम युज त नि हैन र? यो ठिक हुन्छ। एउटा साइज हो, सेम हो। एउटै हो। यसो लाउँदा पनि च्यातिन्छ त हैन नि? कति यसको? होइन 120 कि कति भने जस्तो अघि 120 कि कति भन्नुभएको थियो तपाईँले? त्यस्तै लाग्यो 120 भयो। 120 भन्नुभएको थियो। ल त्यति नै गरिदिनु न है। ल बाबाई बागखोर, रमाइलो लाग्यो बागखोर, हाम्रो बागखोर, राम्रो बागखोर। अब हामी यहाँबाट अगाडिबाट हामी पिच रोड सकिने साथै राइटतिर लाग्छौँ। गाडीले हामीलाई जिस्काइरहेछ। यतातिर पुरै पानी परेको छैन, यतातिर चाहिँ पानी पर्ला जस्तो बवाल भइरहेछ। म्यापले पनि भेटेन। ल अब हामी यहाँबाट चाहिँ राइटतिर लाग्छौँ। ल अब हाम्रो अफ रोडको यात्रा स्टार्ट भइसकेको छ अनि हामीलाई म्यापले पनि भेटिसक्यो। 47 मिनट अझै। यतिको बाटो भयो त ठिकै हुन्छ। यो बाटो चाहिँ मेरो पनि फर्स्ट टाइम हो सैलुङको लागि। 2 बजेर 45 मिनट गयो अनि यहाँ हेर्नुपर्छ पुरै हुस्सु लाएर केही पनि देखाएको छैन। उता टाढाबाट हेर्नु त गाडी आइरहेछ। के बत्ती पल्यो गाडी पो रहेछ। ल हामी त के भयो सोध त? पुग्छ यो बाटोबाट मोडे निस्किन्छ। यहाँबाट जानु अनि तल रोड आउँछ होइन, रोडबाट तपाईँ लेफ्ट लाग्नु। पिच बाटो हुन्छ, पिच बाटोबाट निस्किन्छ। लेफ्ट है। हिँड्दा हिँड्दै बबाल पानी पर्यो। एकछिनमा हुस्सु लगाइरहेको थियो, एकछिनमै पुरै क्लियर भइदिएर क्या फेरि। मान्छेहरू हिँड्दै जान्छ ल हेर। एकछिनमा हुस्सु आउँछ, फेरि क्लियर बाटो आउँछ होइन, फेरि एकछिनमा हुस्सु आउँछ भइरहेछ क्या। लाइक डेन्जरै भइरहेछ क्या, डेन्जर नै भइरहेछ। तर बाटो ठिकै छ है। यतिको बाटोलाई चाहिँ म एकदम राम्रो बाटो नै मान्छु, किनभने योभन्दा डेन्जर बाटो हिँडेको छु मैले। यो बाटो त केही पनि होइन त्यस्तो अगाडि। चन्द्रगिरी भन्दा नि फार बेटर हो यार यो बाटो। ल अब हामी फेरि हुस्सुलाई भेट्छौँ हेर्नु त। हुस्सुले हामीलाई पुरै प्रतीक्षा गरिरहेछ क्या, कतिखेर आउँछ भनेर। ल है त हामी अब हुस्सुभित्र छिर्दैछौँ। ये त कोरा है कोरा है। हामी चाहिँ पुरै पानीमै नै पुरै राइड हान्दिरहेछौँ। रमाइलो पनि भइरहेछ, चिसो पनि भइरहेछ। फेरि बाटोमा काहीँ पनि रोक्ने ठाउँ पनि छैन रहेछ क्या। होटेल सोटेल यसो उसो पनि छैन रहेछ, नत्र एकछिन होटेलमा बस्न हुन्थ्यो। ल हामी चाहिँ छौँ ढुङ्गेमा, सैलुङतिर जाने बाटोमा। अनि पुरा उता चाहिँ चिलिस घाम लगाइरहेछ। यहाँ चाहिँ मस्त पानी परिरहेछ अनि बाटोमा हुस्सु दामी लगाइरहेको थियो। ठाउँ चाहिँ बवाल दामी रहेछ यहाँको।
ल जस्ट फर अपडेट अहिले चाहिँ पानी रोकेको छ अनि हामी हाम्रो यात्रातिर अगाडि बढिसकेका छौँ यहाँबाट चाहिँ हामीलाई 15-20 मिनट जति लाग्छ लुक एट टु दोज बुख्याचा ओभर आलुबारीमा बुख्याचाहरू छन् सायद सैलुङ होटल हामी आइसक्यौँ होला चौरी हुँदैन यहाँ चौरी पुगेपछि चौरी भनेको तेरो 4,000 मिटर कटेपछि बल्ल चौरीहरू ल हेर होटेल यही हो हामी बस्ने होटल यही हो ल हामी चाहिँ पुग्यौँ सैलुङको कालापानी भन्ने ठाउँ अनि कालापानी पनि दामी नै रमाइलो रहेछ अघि ढुङ्गे भन्ने ठाउँमा पुग्दाखेरि बवाल पानी पर्यो तर यहाँ पुगेपछि वेदर यस्तो दामी भएको छ होइन यस्तो छ है त ठाउँ चाहिँ यहाँ बुद्धको स्ट्याचु पनि छ अनि लाइक यो चाहिँ पुरै चिया बगान टाइपको होइन तर चिया बगान होइन यो सबै आलु बगान हो अनि म चाहिँ छु यहाँ बुद्धको स्ट्याचुमा अनि हाम्रो सैलुङको डाँडा चाहिँ यहाँ पर्छ है हामी भोलि बिहान जान्छौँ अहिले चाहिँ धेरै चिसो छ एकदम चिसो छ त्यही हो मान्छेहरू चाहिँ आउने क्रमहरू एकदम रहेछ यहाँ एकदम जाडो हो ज्याकेट पनि बोकेन मेन मिस्टेकै त्यही भयो भोलि बोक्नु एकदम जाडो हो एकदम ल सी यू नेक्स्ट डे है त एकैचोटि भोलि म सैलुङको एक्सप्लोर गराउँछु है त थ्याङ्क यू ल गुड मर्निङ फ्रम सैलुङ अनि हामी चाहिँ यहाँ छौँ कालापानीमा हिजो बसेको होटेल अनि अलिकति उठ्न चाहिँ धेरै नै ढिला भयो बट ठिकै छ अब बिस्तारै घुम्न जाने हो हामीलाई यहाँ माथिको डाँडा पुग्नु छ अब यसो घुम्छौँ हामी एक्सप्लोर गर्छौँ आज 2-3 घन्टा अनि त्यसपछि फेरि हामी रिटर्न ब्याक हुन्छौँ ल अहिले साथी पनि आउँछ साथी रेडी हुँदैछ म चाहिँ निस्किएछु ल यहाँबाट चाहिँ हाम्रो ग्रेट वालको सैलुङ स्टार्ट हुन्छ यहाँबाट हामी हिँड्छौँ के भयो थकित ल यस्तो छ पुरै मस्त घाम लागिरहेछ उकालो यहाँबाट 1 घन्टा भर्याङ जाउँ हिजो धेरै रमाइलो भयो त्यही भएर हामी चाहिँ अब हिजोको रमाइलोलाई अझै रमाइलो बनाउनुलाई मासतिर लाग्दैछौँ तर यो चाहिँ दामी बनाएको पुरै भर्याङ फोटो भिडियोमा देखिरहन्थ्यो आज आफ्नै आँखाले अनि आफै हिँड्न पाइयो त्यसमा चाहिँ एकदम खुसी छु अनि साथी पनि एकदम खुसी छ हिँड्न पाएकोमा ऊ फटाफटै हिँडिरहेको छ उसलाई त्यस्तो केही पनि छैन भर्याङ हो सजिलो हुन्छ तिमी नडराउनु म छु नि म हुँदा हुँदै तिमी डराउनै पर्दैन नि आगे लान्छु भने मान्छे नै त्यतै भयो होला अहिले एकछिन खोज्दैन रानी भने होला सौला यस्तो छ यहाँ चाहिँ उकालो हामीलाई कहाँ पुग्नुपर्छ थाहा छ ओ त्यो डाँडामा हामीलाई पुग्नुपर्ने चाहिँ यहाँ छ अझ धेरै टाढा छ तैपनि हामी आफ्नो यात्रामा अगाडि बढिरहेका छौँ ल डाँडा चाहिँ धेरै टाढा छ अनि हामी हिँडि नै रहेछौँ स्टिल यसो ठाउँमा बस्नको लागि यसरी प्रतीक्षालय पनि बनाइदिएको रहेछ साथी पनि आइरहेछ बिस्तारै अल गुड साथी नबोलिकन हिँड्यो तर्केर उसलाई मैले हिँडाएँ भनेर उरिसायो जस्तो त्योभन्दा बाहेक एउटा के पनि
यो यसरी बोरा बोरा डस्टबिन राखेर छ त्यही मान्छेहरूले बाटोमै फोहोर फालिदिन्छन् मान्छेहरूलाई जति पनि हुँदैन ओ घाम मस्त लाग्यो पोल्यो अब यहाँबाट अर्को 1 घन्टा लाग्छ हामीलाई यो भन्न साथै साथीले मलाई फरक्क फर्केर हेरिसकेको छ आँखा तरेर त्यसरी आँखा नतर मलाई ल हिँड्दा हिँड्दै हामी एउटा छुट्टिने ठाउँमा आयौँ यहाँबाट चाहिँ महादेव गुफा अनि यहाँबाट गयो भने महादेव गुफा यताबाट गयो भने सैलुङ डाँडा महादेव गुफा जाने हो यहाँ क्याम्पिङ गर्नलाई पनि रहेछ यार तर टक्क लाएर टेन्ट सेन्ट ल्याएर बस्यो भने क्याम्पिङको लागि पनि बेस्ट स्पट रहेछ डाँफे ढुङ्गा ल अब हामी सर्टकटको बाटो सैलुङ डाँडातिर लाग्दैछौँ यो पनि सैलुङको डाँडा नै हो यहाँ 108वटा सानो सानो डाँडाहरू छ हामी पुग्नुपर्ने त्यहाँ छ तर त्यो धेरै टाढा छ मेरो साथीले पुरै आँट गरिसकेको छ हामी सर्टकट उकालो उकालो चढ्छौँ भनेर वाउ साथी एकदम रमाइसकेको छ यो डाँडा देखेर अनि उसले चाहिँ आफ्नो मोबाइल झिकिसकेको छ यो मोमेन्टलाई क्याप्चर गर्नको लागि अनि यो त अल्टिमेट छ क्या वर्थ इट हेर्ने हो ल हेरौँ कति राम्रो सैलुङ डाँडा हाम्रो सैलुङ राम्रो सैलुङ अनि प्यारो सैलुङ यो चाहिँ भीमसेनको तरबार रहेछ यो सायद यहाँ भित्र तरबार छ कि के छ त्यो थाहा भएन हामी अवश्य हेर्नेछौँ यहाँ चाहिँ भीमसेनको तरबार रहेछ खोइ त यार तरबारै छैन त वी आर अलमोस्ट रिच टु सैलुङको मन्दिर यहाँ चाहिँ हो सैलुङको मन्दिर यहाँ चाहिँ पुरै उसुलाएर खत्रै नजारा भएको छ हरियाली हरियाली मान्छेहरू कहाँ कहाँ पुगेछ यार फोटो खिच्दा ल अल गुड के छ ठिक छ यस्तै छ अनि म चाहिँ यहाँ छु भिडियो खिच्ने मान्छे ल अब यो लास्ट उकालो अनि त्यसपछि हामी सिधै सैलुङमा पुग्छौँ मान्छेहरूको फ्लो चाहिँ टन्नै छ यार 2 दिन बिदाले इन्टरनल टुरिज्म चाहिँ खतरा भयो रमाइलो छ यस्तो छ यहाँ चाहिँ पुरा थुम्काहरू डाँडाहरू 108वटा थुम्काहरू हामी आएको त्यहाँबाट फेरि एकैछिनमा घाम लाग्यो फेरि गुसु लाग्यो अब हामी यो भ्यू टावरमा जान्छौँ के छ कतिखेर आइपुगेको होइन हामी बिस्तारै ढिलै निस्क्यो बिहानै आएर 2-3 घन्टा भइसक्यो यहाँ त भिडियो बनाउने यताउति ल 20 रुपियाँको टिकट लाग्दो रहेछ यो ठाउँमा अनि हामी चाहिँ माथि माथि चढ्दैछौँ अब यो लास्ट स्पटै हो हाम्रो खास हो यस्तो डाँडा डाँडामा जानुपर्ने हो ल आइपुग्यौँ हामी सैलुङको भ्यू टावर एकदम रमाइलो फिल भइरहेको छ पञ्चबुद्ध
ल हाम्रो सैलुङ पनि सिद्धियो होइन त कस्तो लाग्यो त सैलुङ एकदम बबाल दामी छ जस आउनलाई गाह्रो तर वर्थ यहाँ सबैजना रमाइरहेका छन् हिजोको टोलीहरू ल सैलुङको डाँडा स्विजरल्यान्डभन्दा कम छैन काठमाडौँबाट धेरै नजिक एक दिनमा मजाले नाइट स्टे गरेर जान सक्नुहुन्छ तपाईँहरू यो प्यारो भ्यू ल अब के खिच्नु त्यही हो सबै कुराहरू ल यो भिडियोलाई चाहिँ म यहीँ इन्ड गरिदिन्छु र सबैजना घुम्न आउनु होला धन्यवाद भन्दै म यो भिडियोलाई यही इन्ड गर्न चाहन्छु है त थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर वाचिङ ल मैले चाहिँ भिडियो इन्ड गरिसकेको थिएँ तर मलाई अझै पनि भिडियो एन्ड गर्नै मन छैन क्या यस्तो दामी छ अनि साथीलाई मैले यो डाँडामा राखेको छु अनि म चाहिँ त्यो डाँडामा जाँदैछु फोटो खिच्नको लागि साथी चाहिँ एकदम खुट्टा दुख्यो भनेर तर्किरहेको छ म देखेर तर्की तर्की नहेर मलाई भन्दै वा ल अब यो डाँडा चढ्न जाँदैछु म उकाली ओह्राली हामी एउटा पहाडी मान्छे मेरो साथी चाहिँ त्यो पारीको डाँडामा छ यस्तो छ दामी ठाउँ साथी त्यहीँ छ ल अब चाहिँ यो भिडियोलाई म यहीँ नै एन्ड गरिदिन्छु है त ल अब सी यू अन नेक्स्ट भिडियो अब फेरि कहिले कहाँ हुन्छ ट्राभल ल माया गरिदिनु होला यसो नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला यति भन्दै म यो भिडियोलाई चाहिँ यहीँ एन्ड गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ एन्ड बाई बाई फ्रम सैलुङ